हेलो साथीहरू। आज चाहिँ म पनि एकदमै दुखी छु हैन। अब दुखी भन्ने बित्तिकै आँखाबाट आँसु झर्ने मात्र नभई हैन, भित्रबाट यस्तो दुखी छु कि ब्रेकअप हुँदा अरू साथीहरूको याद आउँदा पनि यस्तो मलाई हुन्छ नि, आउँछ मलाई कहिलेकाहीँ साथीहरूको याद आउँछ। अनि एकचोटि ब्रेकअप पनि भयो हैन, त्यो ब्रेकअप हुँदा त्यस्तो हर्ट भएन। अनि साथीहरूको याद आउँदा नि हुन्छ नि, टाढा भयो भने साथीको याद आउने त्यो नि हुन्छ मलाई। तर त्यो अनि सानो भाइहरूको भान्जाहरूको नि मलाई धेरै याद आउँछ। त्यस्तो बेला त्यति धेरै दुःख लाग्दैन। हिजो ब्राजिल भर्सेस नर्वेको म्याच थियो। त्यसमा के भयो भन्दा 1:45बाट सुरु थियो। हामीहरू मेरो भाइ सानो भाइ अनि दिदी हुनुहुन्थ्यो। तिनजनाले नै पुरै, दिदीले नि कहिले त्यस्तो म्याच खासै नहेर्ने दिदीले पनि होल म्याच हेर्नुभयो भान्जालाई तलपट्टि सुताएर हैन। सब ठिकठाक चलिरहेको थियो। नेमार पनि ग्राउन्डमा आयो हैन। त्यसपछि अब ठिक हुन्छ भन्ने लागिरहेको थियो। अनि ठिकठाक त के भन्नु, फर्स्ट हाफमै पेनाल्टी मिस भयो। त्यो बेला सायद मिलाइदिएको भए हुन्थ्यो कि। अब ठिक छ, जे भयो भयो। अब त त्यसलाई के गर्न सकिन्छ हैन। त्यही पनि अब पेनाल्टी मिस हुन चाहिँ धेरै ठुलो मिस्टेक थियो। अनि इन्ड्रिकको दुईवटा त्यो मिस भयो हैन। त्यति बेला नि धेरै मौका थियो, चान्स आउँछ हैन, मौका आएको थियो, तिनीहरूले सदुपयोग गर्न सकेन। हो के भन्ने, नेमारले खेलिरहेको थियो। म चाहिँ अरू बेलामा फुटबल हेर्दा के हेर्थेँ भने बल कता गइरहेछ, कसले कुन पोजिसनमा कसरी, यसले यता फाल्छ होला, बल उता पास गर्छ होला, यसरी खेल्छन् होला भन्ने हिसाबले म बल मात्र हेर्थेँ। तर हिजो नेमार आइसकेपछि म नेमारलाई मात्र हेरिरहेको थिएँ कि बल कता छ मैले त्यति फोकस गरिरहेको थिएन। नेमारलाई मात्र हेरिरहेको थिएँ। म त्यस्तो डाइ हार्ट फ्यान हो नेमारको हैन। म स्किलले चाहिँ म एकदम फिदा भएको नेमारको स्किल देखेर। कस्तो कस्तो अनि धेरै कुरा छ छन त। अब ब्राजिलको टप स्कोरर हो हैन, 79 थियो। हिजो एउटा गोल भएर 80 गोल भयो। अनि 59 एसिस्ट छ ब्राजिलबाट हैन। त्यस्तो रेकर्ड हेर्दा अनि अरू गेमहरूमा हेर्दा, स्टोरीको धेरै कुराहरू हेर्दा एकदमै राम्रो छ हैन। अब यो पालि चाहिँ ब्राजिलको लागि होइन, नेमारको लागि चाहिँ ट्रफी आउनुपर्छ भन्ने मेरो मान्यता थियो। त्यो हुन सकेन। अब दोष त कसलाई दिनु, अब कोचलाई पनि के दोष दिनु हैन। एन्जेलोटीले आफ्नो बेस्ट त गरेकै होला। जे भयो नि, मभन्दा एक्सपिरियन्स्ड हो, धेरै हो हैन। एन्जेलोटी भनेको त राम्रै हो। अब उसले सबै कुरा राम्रै गर्न खोज्यो होला, गर्दा गर्दै पनि त्यस्तो हुन पुग्यो। भइदियो के भन्दा सब ठिकठाक चलिरहेको थियो। दिदी पनि त्यही हुनुहुन्थ्यो, भाइ पनि त्यही थियो। तर म यस्तो दुखी भइसकेको थिएँ त्यो बेलासम्म, भित्रबाटै एकदमै रुन मन लागिरहेको थियो कि। जब झन् मैले नेमारलाई रोइरहेको देखेँ, म पनि एकदम धेरै भित्रबाट एकदमै हुन्छ नि भयो। हाम्रो म्याच चाहिँ लगभग 4 बजीसम्म हामीले केही म्याच सिद्धियो भने अलिअलि हेरेर बसेर होइन, 4 बजीसम्म चाहिँ हामी बस्यौँ। 4 बजीसम्म बसिसकेपछि अनि त्यसपछि मैले तल टिभी भएको रुममा चाहिँ फेरि नेटवर्कको प्रब्लम हुन्छ होइन। त्यही भएर म माथि गएर यसो फेसबुकतिर टिकटकतिर यसो हेर्न थालेँ। मनले त के भन्नु, अब यस्तो भित्रबाटै मन रोइरहेको थियो होइन। यस्तो के भयो भन्ने नसोचेकै भयो जस्तो भएर होइन। फरक किसिमको, राम्रोसँग बोल्न नि सकिरहेको छैन आज, त्यस्तो जस्तो भयो। अनि 5 बजेतिर तल फेरि सुत्छु भनेर आएँ, निन्द्रै लागेन 6 बजीसम्म। 6 बजे निन्द्रा लागेछ, फेरि 8 बजे निन्द्रा खुल्यो। निन्द्रा खुलेपछि अब झन् हिजोभन्दा अझै के सोच्न थाल्यो दिमागले होइन। अर्कै अलिक दुखी फिल भएको महसुस भित्रबाट चाहिँ अलि हुन्छ नि। अरूले जे जस्तो कुरा त्यति बेला जे जस्तो ज्ञान दिए नि, जे जस्तो भयो नि होइन। आफूलाई दुखी भएको बेला त अरूको कुरा त्यस्तो वास्ता लाग्दैन नि त, त्यस्तो हुन्छ। 2 घन्टा सुतियो। त्यसपछि फेरि खाजा, सबैजनाले खाजा खाइरहेको थियो। मलाई नि बोलाइरहनु भएको थियो ठुलो मम्मीले होइन। तर मलाई चाहिँ खाना खाने मनै थिएन, खाजा खाने मनै थिएन। अहिले 11 बजिसक्यो, उता हजुरआमाले नि बोलाउँदै हुनुहुन्छ।
तर खाना खाने मन छैन, अब चाहिँ खाना चाहिँ खानुपर्छ होला, त्यस्तो भयो। बिहान उठेर झन् म सुतिसकेको थिएँ। बिहान उठेर हेर्दा के भयो भन्दा फेरि नेमारले रिटायरमेन्ट लिइसक्यो भन्ने जस्तो कुरा आयो। हुन त एक हिसाबले त्यो ठिक पनि हो बिचरा होइन, 2014 त्यस्तै के भनौँ 14मा त स्पाइनल कर्ड नै भाँचिएको जस्तो पुरै भएको थियो होइन। त्यस्तो नराम्रो इन्जर्ड भइसकेको मान्छे फेरि बेलामा इन्जर्ड भइरहेको छ। त्यो भन्दा त होइन उसले त्यस्तो नपाएको, आफूलाई के कमी भएको त छैन नि त। उसले अब यो त ट्रफी हो, तर हामीले सम्झिने भनेको उसको उसले हामीलाई दिएको मेमोरिजहरू फुटबलमा होइन, त्यस्तो कुरा हो। अब ठिकै छ, के भन्न सकिन्छ अब। जसमा उसको नेमारको रिटायरमेन्टले त्यस्तो धेरै दुखी चाहिँ अब नभए जस्तो गर्छु, के भन्ने त। तर 2022 भन्दा अहिले म धेरै दुखी हुनुको कारण भनेको अब नेमार खेल्न पाउँदैन भनेर हो। अरू त्यस्तो खेलमा हार जित त हुन्छ, त्यस्तो त धेरैचोटि देखियो होइन, हारेको जितेको। तर आफूलाई मनपर्ने टिम हारेको पनि धेरैचोटि देखियो, जितेको पनि देखियो। तर हुन्छ नि त्यस्तो किसिमको अवश्य नेमारले खेल्दैन भन्ने कुरा सम्झेपछि अलि हुन्छ नि। अब इन द इरा अफ रोनाल्डो एन्ड मेस्सी, रोनाल्डो र मेस्सीको युगमा मैले नेमारलाई चुज गरेको थिएँ, यस्तो थियो। र ठिकै छ, अब जे भयो नि होइन। नेमारको अब बाँकीको जीवन चाहिँ एकदमै फुटबल खेलेर मात्र होइन, जस अबको जीवन चाहिँ एकदमै खुसीमय बितोस्। ह्याप्पी रिटायरमेन्ट टु नेमार जुनियर भन्न चाहन्छु। र अब ठिक छ, 5 स्टार थियो, 5 स्टारमै सीमित रहने भयो योपालि, केही छैन। अलवेज नेमार, फरएभर नेमार। फुटबललाई यति धेरै योगदान दिएकोमा धेरै धेरै धन्यवाद, यति नै भन्न चाहे।